आन्तरिक उडानको लागि 2 घण्टा अगाडि र अन्तर्राष्ट्रिय उडानको लागि 3 घण्टा अगाडि एयरपोर्ट किन पुग्ने त? मेरो टिकट कन्फर्म छ, मेरो ब्यागेजमा कुनै पनि समस्या छैन, म 30 मिनेट अगाडि मात्र एयरपोर्ट पुग्छु भनेर सोचिराख्नु भएको छ भने तपाईँ गलत हुनुहुन्छ। किन? अलिकति टाइम छुटाएर अन्तिमसम्म सुन्नुहोस् है त। अधिकांश एयरलाइन्सले तपाईँको डिपार्चर टाइमभन्दा 3 घण्टा अगाडि चेक इन काउन्टर खोल्ने, 1 घण्टा अगाडि चेक इन काउन्टर बन्द हुने र 20 मिनेट अगाडि तपाईँको बोर्डिङ गेट क्लोज हुने भनेर नियमहरू मेन्सन गरेका छन्। यी भने हामी जस्ता यात्रु महानुभावहरूको लागि नै भनेर छुट्याइएको र बनाइएको नियमहरू हुन् ताकि हाम्रो फ्लाइट टाइममा डिपार्ट होस्। डिपार्चर प्रोसेसमा तपाईँको पासपोर्ट, टिकट र ब्यागेज लिएर एयरपोर्ट पुग्नुहुन्छ अनि तपाईँको ब्यागेज स्क्रिन गर्नुहुन्छ र ब्यागेज कलेक्ट गरेर चेक इन काउन्टरतर्फ लाग्नुहुन्छ। चेक इन काउन्टरमा भने तपाईँको पासपोर्ट र रिक्वायर्ड डकुमेन्ट्सहरू चेक गरेर तपाईँ यात्रा गर्न लाग्नु भएको गन्तव्यको नियमअनुसारले डकुमेन्ट्सहरू ठिक छ या छैन भनेर जाँच गरिने गर्दछ। त्यहाँ तपाईँको ब्यागेज चेक इन हुन्छ र तपाईँलाई बोर्डिङ पास ह्यान्डओभर हुन्छ। तपाईँको ब्यागेजको क्लेम ट्याग, तपाईँको बोर्डिङ पास र तपाईँको पासपोर्ट लिएर इमिग्रेसनतर्फ लाग्नुहुन्छ, यानि अध्यागमनतर्फ प्रस्थान गर्नुहुन्छ। अध्यागमनमा भने तपाईँको नेपाल सरकारले खटाइएका कर्मचारीले तपाईँको डकुमेन्ट्सहरू ठिक छ या छैन भनेर भेरिफाई गर्नुहुन्छ र तपाईँको पासपोर्ट र बोर्डिङ पासमा डिपार्चरको स्ट्याम्प हानेर सिक्युरिटी जाँचतर्फ लाग्नुको लागि सल्लाह दिनुहुन्छ र अब तपाईँ सिक्युरिटी जाँचतर्फ लाग्नुहुन्छ। सिक्युरिटी जाँचको फर्मालिटिजहरू पुरा गरिसकेपछि तपाईँ बोर्डिङ गेटको वेटिङ हलतर्फ लाग्नुहुन्छ। तपाईँको एयरलाइन्सलाई निश्चित गरेको गेटबाट तपाईँ जहाज या भनौँ विमानतर्फ प्रस्थान गर्नुहुन्छ र तपाईँको आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्नुहुन्छ। यी प्रोसेस गर्दा तपाईँलाई एयरपोर्टमा इन्फ्रास्ट्रक्चर र फ्लाइटको सेड्युल टाइम कतिको बिजी आवरमा छ भन्ने कुराले धेरै इफेक्ट पार्छ, जसले गर्दा तपाईँलाई मैले उल्लेख गरेको प्रोसेसको लागि चेक इन काउन्टर, इमिग्रेसन र सिक्युरिटीमा टाइम लाग्ने गर्दछ। साथसाथै तपाईँको चेक इन गर्ने बेलामा तपाईँको सिटिङको अरेन्जमेन्ट, तपाईँको चेक इन भइसकेपछिको ब्यागेज लोड गर्नुको लागि प्लानिङ तपाईँ र मेरो मात्र नभए हामी जस्तै सयौं यात्रुको गर्नुपर्ने भएको कारणले गर्दाखेरि हामीलाई एयरपोर्ट 3 घण्टा अगाडि पुग्नलाई जरुरी छ। र अन्त्यमा कुनै कारणवश तपाईँलाई एकदमै चाहिने डकुमेन्ट या तपाईँलाई चाहिने केही वस्तु छोड्नुभयो र तपाईँले एयरपोर्टमा पुगेपछि रियलाइज गर्नुभयो कि मलाई डकुमेन्ट चाहिन्छ भनेर, तपाईँसँग अलिकति स्पेयर टाइम पनि त हुन्छ नि, हैन र? शुभ यात्रा।